हेलो साथीहरू, नमस्कार छ है सम्पूर्ण है साथीहरू। आज म चाहिँ यता घाँस काट्न आएको थिएँ कि यता खरबारीतिर। हेर्नुहोस् त, सबै हाम्रो खरबारी हो। खरबारीतिर घाँस काट्न आएको थिएँ। यता घाँस काट्न आएको त यहाँ चाहिँ बाख्राहरू चरिरहेको रहेछ के, तर हाम्रो चाहिँ होइन। यो बाख्रा चाहिँ अरू कसको बाख्रा आएर चाहिँ चरिरहेको रहेछ है। अनि मैले चाहिँ एउटा भिडियो पनि बनाऊँ न त भनेर भिडियो बनाउँदैछु है साथीहरू। फुटी हाम्रो खरबारीमा आएर किन चरेको? ए भुन्टे भुन्टी भुन्टे हो कि भुन्टी हो? हाम्रो खरबारीमा आएर किन चरेको त? ल सानो रहेछ क्या साथीहरू, 5-6वटा 6वटा रहेछ। ए ल यहाँ बस्छ यहाँ बस्छ यहाँ बस्छ। अब यसलाई लिएर चाहिँ भिडियो बनाउनु पर्यो भनेको त भाग्न थाल्यो त। ए भुन्टे किन भागेको सानो? कान कति लामो हो यसको? ए भगवान्, कान हेर्नु न साथीहरू, कति लामो हो यसको। आमामामामा, कान त भाग्यो साथीहरू। यो त मानेन है यहाँ बस्न चाहिँ। मेरो घाँस जम्मा त्यति भएको छ। एकदम गर्मी भएर यहाँ चाहिँ शीतलमा बस्दै गर्दा त फेरि बाख्रा त पछि पछि लागेर आयो क्या साथीहरू। दिदीले भिडियो बनाउँदैछ, अब हामी पनि देखिन जानु पर्यो भनेर होला नि। अघि त उता थियो के, उता चरिरहेको थियो है। अघि चाहिँ उता चरिरहेको थियो। अहिले त सबैजना यहीँ नजिक नजिक आउँदैछ के। यहाँ चाहिँ कतिवटा 3 एउटा 2टा 3टा मात्रै देखेको छ। अरू कता गएछ फेरि? उता माथि माथि नि कराउँदैछ। म चाहिँ बसेर भिडियो बनाएको छु क्या साथीहरू। अब चाहिँ उठेँ ल, उठेर चाहिँ यहाँको दृश्यहरू देखाउँछु है म हजुरहरूलाई। ए मेरो घाँसको भारी चाहिँ यति मात्रै भएको छ। ए चप्पल खोलेर यसरी चप्पल पन्जा एकातिर फालेर अनि फेरि गर्मी भयो साह्रै नै। त्यहाँ पछ्यौरा ओछ्याएर शीतलमा बसेको थिएँ कि साथीहरू। म यसरी पछ्यौरा ओछ्याएर शीतलमा बसेको थिएँ। यी आँसी पनि यता रहेछ। यहाँ बस्दा बस्दा त ट्याक्क बाख्रा आइपुग्यो। भिडियो खिच्न भनेर आएको होला नि। यस्तो छ क्या साथीहरू यहाँको दृश्यहरू। पुरै खरबारी हो यो। म चाहिँ आँसी पनि लैजानु पर्यो। यो चोलो त यहीँ भइराखोस्। यता गएर म भिडियो बनाउँछु कि साथीहरू है। यो 3टा मात्रै छ यहाँ चाहिँ। अरू चाहिँ कता गएछ खै? अरू कता गएछ? त्यो दिदीहरूको रहेछ कि यो बाख्रा चाहिँ। त्यहाँ घर छ नि, त्यो घरको बाख्रा हो कि यो। त्यहाँबाट चाहिँ छोडिदिनु भयो, यहाँ चाहिँ आयो, हाम्रो खरबारीमा चाहिँ आयो। अब यति सानोलाई चरिरहोस् भनेर छोडिदिनै पर्यो है साथीहरू। तर अरू चाहिँ कता गएछ? अघि चाहिँ 6वटा देखिराखेको थिएँ मैले। अरू चाहिँ कता गएछ? यता गाडी पनि आइरहेको छ। यही खरबारीबाट लिएको दृश्य है साथीहरू। यो चाहिँ यहीँ छ बाटो। हाम्रो फर्मभन्दा अलिकति यता मात्रै हो। त्यहाँ खनियाको रुख थियो। खनिया फलेको छ कि छैन होला अहिलेसम्म चाहिँ हेर्न जानु पर्यो है। भिडियो बनाउँदै म त्यहाँ खनिया फल्थ्यो सधैँ। यो चाहिँ फेरि हाम्रो जग्गा होइन क्या साथीहरू। यो बान्डो छ नि, यो बान्डोभन्दा यतापट्टि उता भित्रपट्टिको चाहिँ सबै खरबारी हो है। यताको चाहिँ अरूकोमा हो कि फेरि। अरूकोमा झरेमा है
खनिया छ भने त एउटा दुईटा खनिया खान के हुन्छ र है। सधैँ यहाँ खनिया फल्थ्यो खान पाइन्थ्यो यता आउँदा। आज चाहिँ छ कि छैन हेर्छु मात्र, तर छैन होला जस्तो लाग्दैछ। यता त घाँस काटेर सकिसकेको रहेछन्। छैन साथीहरू, यो खनियाको रुख हो कि साथीहरू। हेर्नुहोस् त यो खनियाको पात। खनिया भन्ने चिन्नुभएको छ कि छैन हजुरहरूले? यस्तो हुन्छ खनियाको पात। अनि पुरा रुख चाहिँ यस्तो छ है साथीहरू। अब चाहिँ खनिया छ कि छैन यहाँ यसको, यहाँ तल फल्थ्यो त अहिले चाहिँ छैन होला जस्तो लाग्छ है त। क्यामेरा यसरी समात्न गाह्रो भयो। अहिले त खासै रहेन जस्तो, झाडी भएर यहाँ यसको यहाँ तल फल्थ्यो क्या साथीहरू। तर अहिले त एउटा पनि रहेनछ खनिया त। खै किन अहिले नफलेको होला है। छैन खनिया त, आउनु मात्रै भयो। कति धेरै फल्थ्यो पहिला पहिला, अहिले त एउटा नि नफलेको हो कि खाएर नि सकिसक्नु भएको अरू कसैले खै। यस्तो छ क्या साथीहरू हाम्रो खरबारीतिरको दृश्य। यहीँ बाटो छ, गाडी हिँड्ने बाटो यहीँ छ। घाँस काट्ने ठाउँ भनौँ न। अब त्यही पनि यसमा प्लटिङ बनाउन लागिरहेको छन्। कस्तो राम्रो फुल फुलिरहेको रहेछ त यहाँ त। हेरौँ है त, ला खस्यो। कोपिला चाहियो रहेछ, तर फुल चाहिँ कस्तो राम्रो फुलिरहेको रहेछ क्या साथीहरू। हेर्नुहोस् त, सुन्दर छ नि साथीहरू है। अब चाहिँ आँसी यहाँ भुइँमा राखेर भिडियो बनाउने सुरुमा आँसी चाहिँ भुइँमा राखेर बाटोमा को आउँदै हुनुहुन्छ। त्यही नजिकै हो साथीहरू हाम्रो फर्म पनि। हाम्रो जेठाजु दाइ आउनु भएको रहेछ। बाटोमा म चाहिँ लुकेर यताबाट भिडियो खिच्दैछु। तर मलाई देख्नु भएन। दाइ यहाँ घाँस काट्न आएको, फेरि यहाँ खनिया रहेछ कि भनेर हेर्न आएको त रहेनछ। हजुर जानुभयो साथीहरू, एकैछिन बोल्नुभयो अनि जानुभयो उता। यो बाटै गएपछि हाम्रो घर आउँछ क्या साथीहरू, अलिकति उता। अब चाहिँ म हजुरहरूलाई यहाँबाट यता माथि जान्छु र हामी बजार जाने ठाउँ देखाउँछु ल साथीहरू। यता त जता हिँड्दा पनि आजकल त जुगा लाग्छ कि डर लाग्न थाल्यो मलाई त। अघि एउटा जुगा लागिहाल्यो साथीहरू। म फेरि जुगा देखेपछि डराउँछु, धेरै लाग्दैन लाग्न त यता, फेरि पनि कहिलेकाहीँ त लागिहाल्ने। अब झाडी पन्छाउँदै म चाहिँ माथि लागेँ है साथीहरू। बान्डोबाट भित्र लागेँ कि। हाम्रो सपिङहरू गर्न जाने
जुन अघि यसरी बाटो देखेको छ नि साथीहरू, यो रुखहरूले छेकेको भएर यही बाटो हुँदै 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 गएपछि बिस्तारै त्यहाँ पुग्नुपर्छ कि हामी बजार सपिङ गर्नलाई। नाउडाँडा एकछिन चाफी आँसिराख्नु पर्यो। ल हेर्नुहोस् त यस्तो छ कि त्यहाँको दृश्य यसरी। यो ठाउँमा जानुपर्छ क्या साथीहरू, हामीहरू यसो सपिङ गर्नु पर्यो भने यहाँ हो है जाने। यहाँ खरबारीबाट लिएको दृश्य अलिकति जुम गरेर खिचेको छु साथीहरू मैले। एउटा टावर देखिरहेको छ नि एउटा, है सेतो टावर देखिराख्नु भएको छ नि हजुरहरूले। यस्तो छ है साथीहरू, यो चाहिँ कास्की नाउडाँडा हो। कास्कीको नाउडाँडा अन्नपूर्ण गाउँपालिकामा पर्छ साथीहरू। यो चाहिँ अलि ठुलो अलि धेरै सपिङ गर्नु पर्यो भने त उता बजारतिरै पोखरातिरै गइन्छ। तर सानो सानो सपिङ गर्नु पर्यो भने चाहिँ यहाँनिर गएर सपिङ गर्नुपर्छ क्या साथीहरू हामी। अब बिस्तारै जुमलाई ब्याक गर्दैछु। यहाँको सुन्दर सुन्दर दृश्य मात्र देखाउँछु है साथीहरू मैले। हरियाली हरियाली, बर्खामा त झन् त्यसै पनि हरियाली हुने भयो। अब चाहिँ घाँस काटेर खिचौँ भने खिचिदिने मान्छे हुनुहुन्न साथीहरू। फेरि आँसी लिएर चाहिँ उतापट्टि डोकोतिर गएँ है म। बाख्रा त सबै भागेछ क्या, डोको मात्रै छ त्यहाँ त। बाख्रा त भागिसके जस्तो छ। त्यही बाख्रा आएको देखेर मलाई भिडियो बनाउनु मन लागेको साथीहरू। अनि फेरि एउटा कुरा थाहा छ साथीहरू हजुरहरूलाई, म जहिले जहाँ घाँस काट्न जाँदा पनि हाम्रो एउटा प्यारो साथी छ के, यो डाङ्ग्रे छ नि, यो डाङ्ग्रे हेर्नुहोस् त। तर आज यसको जोडी खै, यो जोडी हो यो डाङ्ग्रे मेरै पछि हो के। ल हेर्नुहोस् त मेरो डोकोमा गएर बसेको छ नि। जहाँ गए पनि, जता घाँस काट्न गए पनि मेरै पछि आउँछ के। हजुरहरूले गफ लाए जस्तो हुन्छ है। नजिक जाँदा त उड्छ, अनि तर कहाँ बस्छ यो मलाई थाहा नै छैन। कहिले त हाम्रो भान्सामा नि आउँछ। अनि फेरि म यसो घाँस काट्न हिँड्यो भने पछि लाएर हुर्र आइहाल्छ। अनि नजिक हेर्नु त गएर डोकोमा बसेको। जहाँ म घाँस काट्न थालेको छु नि, त्योभन्दा अलिकति 2-4 हात अलिकति उता नै नडराइकन के फेरि यसरी बस्छ। नजिक गयो भने चाहिँ भाग्छ फेरि। तर आज खै यसको जोडी एउटा मात्रै आएको छ, अर्को जोडी कता गएछ। यसको पछि आऊ पन्टु आऊ। यसको नाम त मैले त्यत्तिकै पन्टु भनिदिएको है साथीहरू। अब नाम त राखेको छैन, तर यो हाम्रो भान्सामा नि जान्छ कि यो चरा। तर अर्को जोडी चाहिँ यता बसेर कराउँदैछ। यति ठुलो यो के को रुख हो, चिलाउनेको रुख छ नि साथीहरू। यो रुख चाहिँ झाँक्रीको रुख अरे के, झाँक्री। त्यसको मुनि चाहिँ झाँक्रीको थान छ यो रुखको मुनि। कता भाग्यो खै, चरा पनि भाग्यो, बाख्राको पाठा पनि। बाख्राको पाठा त उता घरमा गइसकेको छ, त्यो घरको हो क्या साथीहरू। बाख्राको पाठा चाहिँ ऊ त्यो घरको। बाख्राको पाठा चाहिँ त्यो घरको हो। अनि यहाँ आएर चरेछ। म एकछिन त्यता पनि जान्छु है त। चरा पनि हेरेछ उड्यो बुर्र। अब फेरि यहाँ घर बन्दैछ नयाँ, सानो घर बनाएर बसिरहेछन् त्यहाँ अहिले। बनाले ब्लकको मात्रै यसो कुरेर। अब त्यहाँ चाहिँ घर बन्दैछ के साथीहरू। म हेर्न जानु पर्यो है त्यहाँ। भिडियो पनि बन्छ। यतापट्टि त कसले घाँस काटेर लगिदिइसकेछ। हेर्नु साथीहरू, यस्तो छ यहाँको दृश्यहरू।
पारी पारी हरियाली डाँडै डाँडा डाँडै डाँडा छ। मेरो कपडाहरू मैले त्यहीँ छोडेर आएको छु। कपडा डोको सबै त्यहीँ छोडेर आएको छु। यतातिर नआएको पनि धेरै नै भइसक्यो। आज यसो हेरौँ है भनेर। भित्र पसौँ है त। हेर्नुहोस् त साथीहरू, म त यसरी मुनिबाट चिरेर आउँदैछु है। अचो पछाडिभरि पानी पऱ्यो। यहाँनिर बन्दै गरेको घर बनाउने तयारी गरेको ठाउँमा जानु पऱ्यो है, हेर्नु पऱ्यो भनेर यता आएको के साथीहरू म। किनकि यहीँ नजिकै छ नि त। घाँस काटेको छ त्यहीँ हो, यहीँ नजिकै। यो बारभन्दा अलिकति उता। अनि घाँस काट्न नि घरिघरि त्यहाँ आइँदैन नि त। आज आउँदा आउँदा यहाँ प्लटिङतिर घर बनाउँदैछ भनेको थाहा पाएको थिएँ। अनि आज हेर्न आएको म। सानो सानो उहाँ रहेछ, बनाउनु लागिसक्यो रहेछ त घर त। चिनेको छैन हो मान्छेहरू, जान त अलि अप्ठ्यारो लागे जस्तै हुने रहेछ। तैपनि गाउँघरमा बसेपछि यसो आउँदा आउँदा हेर्न मन चाहिँ लाग्ने फेरि। त्यहाँ घर बनाउँदै हुनुहुँदो रहेछ कि। सामानहरू जहिले झारेको देख्छु मैले, तर कहाँनिर घर बनाउँदैछन् भनेर मलाई चाहिँ थाहा थिएन क्या साथीहरू। यहाँ चाहिँ घर बन्दै रहेछ। नत्र भने यतातिर खासै घरहरू छैन। सबै खेतै खेतको उसमा छ नि त हाम्रो फर्म।